देशको बेरोजगारीको बारेमा उल्लेख्य खबरहरू प्राप्त भएका छन्। 7 खरब 33 अरब रुपियाँ बेरोजगारी भएको समाचार एकातिर छ भने यो वर्ष मात्र 91 अरब 59 करोड रुपियाँ बेरोजगारी भएको समाचार प्राप्त भएको छ। साथै 26 खरबभन्दा बढी ऋण सरकारले आन्तरिक र बाह्य रूपमा लिएको छ। वार्षिक बजेटभन्दा झन्डै 1.5 गुणा बढी ऋण लिने अवस्था सिर्जना भएको छ। ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ। यो अवस्थामा सरकारको बजेट अधिवेशनमा हामी छलफल गरिरहेका छौँ। त्यसमा पनि सुशासनको बारेमा हामी छलफलमा केन्द्रित छौँ सभामुख महोदय। तर मैले देखेको छु आज देशभरि रूपमा संविधानले नचिनेका र संविधान अनुसार गठन नभएका सल्लाहकारका रूपमा गाउँको वडा अध्यक्षदेखि पालिका अध्यक्ष, प्रदेशको मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँग सल्लाहकार राख्ने व्यवस्था व्यापक रूपमा भएको सुन्नमा पाइएको छ सभामुख महोदय। म हेर्दै थिएँ प्रदेशको सहायक मन्त्रीलाई 3 जनाको व्यवस्था गरिएको रहेछ। प्रदेशको राज्य मन्त्रीलाई 3 जनाको व्यवस्था गरिएको रहेछ सल्लाहकार राख्ने। प्रदेशको मन्त्रीलाई 5 जना व्यवस्था गरिएको रहेछ। प्रदेशको मुख्यमन्त्रीलाई सचिवालयमा प्रमुख राजनीति सल्लाहकार, जनसम्पर्क सल्लाहकार, सौख्य सचिव, अधिकृत विज्ञ, प्रेस विज्ञ, कम्प्युटर अपरेटर, फोटोग्राफर, कार्यालय सहित 17 जना राख्ने व्यवस्था गरिएको रहेछ। समग्रमा प्रदेशको मुख्यमन्त्रीहरूको हेर्ने हो भने 17x7 गर्दा 119 जना सल्लाहकार र सहयोगी राख्ने व्यवस्था गरिएको रहेछ सभामुख महोदय। प्रदेशको मुख्य सचिव, मुख्य अथवा प्रदेश प्रमुखका लागि 13 जना सल्लाहकार सदस्य, 12 जना सचिवालय सदस्य गरेर 25 जना राख्ने गरिएको रहेछ। यो संख्या 7 प्रदेशमा हेर्दाखेरि 175 जना पुग्दो रहेछ सभामुख महोदय। सभामुख र उपसभामुखको, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको पनि सल्लाहकार र सचिवालयको व्यवस्था रहेछ। उपसभामुखको हकमा 6 जना, राष्ट्रिय सभाको उपाध्यक्षको हकमा 6 जना रहेछ भने सभामुख र अध्यक्षको हकमा 8-8 जना रहेछ सभामुख महोदय। प्रधानमन्त्रीको हकमा सल्लाहकारको व्यवस्था 46 जनाको विज्ञ समूह रहँदो रहेछ। सचिवालय सदस्यहरू 45 जना हुने गरेको रहेछ। टोटल 91 जना हुने व्यवस्था गरिएको रहेछ। राष्ट्रपतिको हकमा 13, उपराष्ट्रपतिको हकमा 13 जना रहेछ। राष्ट्रपतिको हकमा विज्ञ सल्लाहकारको रूपमा 7 जना र निजी सचिवालयमा 19 जना गरेर जम्मा टोटल सभामुख महोदय यो संख्या हेर्दा 460 जना लिखित रूपमा प्रदेशदेखि राष्ट्रपतिसम्मकामा सल्लाहकारको व्यवस्था छ। सल्लाहकारहरू कस्ता हुँदा रहेछन् भने सभामुख महोदय मैले हेरेँ, धेरै पहिलादेखि एउटा कुनै रक्षा मन्त्री हुँदाखेरि विज्ञको रूपमा एउटा इन्द्रजित राई क्याप्टेनलाई, त्यो पनि भारतीय सेनामा रहेका क्याप्टेनलाई सल्लाहकारको रूपमा कुनै मन्त्रीले राखेको इतिहास थियो। रक्षा मन्त्रीले सल्लाहकार राख्दा क्याप्टेन, त्यो पनि भारतीय सेनाको। आखिर तिनै सल्लाहकार पछि गृह मन्त्रालयमा आएछन् संविधानले नचिनेको। अहिले चर्चित एउटा काण्डमध्ये त्यो शरणार्थी काण्डको बीजारोपण गर्ने तिनै सल्लाहकार थिए सभामुख महोदय। यो सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन्? सल्लाहकारहरू बिचौलियाका रूपमा प्रवेश गरेका छन् कि छैनन्? सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री, प्रधानमन्त्री, त्यति मात्र होइन, मैले त प्रधानमन्त्रीसम्मको, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेँ सभामुख महोदय। मैले देखेको छु अहिले पनि सल्लाहकार, प्रधानमन्त्रीको सल्लाहकार मन्त्री परिषद आफै हुन्छ। परराष्ट्र मन्त्री आफै परराष्ट्र सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको। सल्लाहकार हेर्दाखेरि मलाई के लाग्न थाल्यो भने राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विकास सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सम्पर्ककालीन न्याय सम्बन्धी सल्लाहकार, सूचना प्रविधि विज्ञ, यसरी सल्लाहकार राख्ने नाउँमा एकातिर देशले आर्थिक अवस्था यसरी थेक्न नसक्ने अवस्था छ भने सल्लाहकारका नाउँमा यसरी अरबौं रुपियाँहरू जाने परम्पराको विकास भएको छ। सल्लाहकार मात्र राख्ने होइन, ती सल्लाहकारहरूलाई गाडी सुविधा उपलब्ध गराउनुपर्छ सभामुख महोदय। गाडी पनि कतिपय सल्लाहकारहरू त मन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू राज्य मन्त्री स्तरीय,
कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि कहीँ ठाउँ नपाएपछि सल्लाहकारका रूपमा सत्ताको वरिपरि बस्नका लागि नियुक्त गरेका सल्लाहकारहरूले गर्दा संविधानले नचिनेको तर कहिलेकाहीँ बिचौलाले चिनेको सल्लाहकार पर्दा देशको सही बाटोमा सल्लाहकारहरूले सही सल्लाह दिन्छन् कि दिँदैनन् भन्ने समस्या सिर्जना भएको छ सभामुख महोदय। त्यसैले म अनुरोध गर्न चाहन्छु संविधानले चिनेको र कानुन अनुसार उल्लेख भएका सल्लाहकार राख्ने व्यवस्था गरियोस्। अहिले त मैले अघि पनि भने गाउँपालिकाका अध्यक्षहरूले कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, फोटोग्राफरका रूपमा राखिएका सल्लाहकार हुँदा हुँदा वडा अध्यक्षहरूले सम्म सल्लाहकार राख्ने व्यवस्था भएको छ। यसलाई सरकारले एउटा निर्देशन गर्नुपर्छ र कुन प्रकारका सल्लाहकार राख्ने, आर्थिक अनियमितता र आर्थिक चुहावटलाई कसरी कमी गर्ने भन्ने कुरामा सरकारको ध्यान जानुपर्ने जरुरी छ। त्यसैले म अनुरोध गर्न चाहन्छु सभामुख महोदय, यो सल्लाहकार राख्ने व्यवस्था एक प्रकार कानुनमा उल्लेख गरिएर मात्र राख्ने व्यवस्था होस्। जसले पाए त्यसले, जसलाई पाए त्यसलाई सल्लाहकार नियुक्ति गरेर राष्ट्रको सम्पत्ति दोहन गर्ने व्यवस्था अन्त्य होस् भनेर अनुरोध गर्न चाहन्छु। सल्लाहकार मात्र होइन, कतिपय सभामुख महोदय सल्लाहकारहरूलाई पनि गाडी सुविधा सँगसँगै पियासो सुविधा पनि दिनुपर्ने जरुरी देखिएका छौँ। राज्यले कसैलाई सुरक्षाको थ्रेट देख्यो भने उहाँहरूलाई सुरक्षा दिनका लागि पियासो दिने चलन हुन्छ। यहाँ त कतिपय साथीहरू, कतिपय सल्लाहकार र अन्य साथीहरू एउटा पियासो गाडीमा ल्याएर वाकेटके पहिला देखाएर बाहिर हिँड्ने पद्धतिको विकास भएको छ। सरकारले एउटा मापदण्ड निर्धारण गरेर सल्लाहकार र पियासो राख्ने व्यवस्था गरोस्, जताभावी त्यसको दुरुपयोग नहोस् भनेर म सरकार मार्फत, सभामुख मार्फत सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु। सभामुख महोदय, अहिले 21औं शताब्दीमा संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनको बाटोमा हामीले सोच्ने बेला आएको छ। हामी संसदमा उपस्थित हुन्छौँ, पुरुषहरू अथवा महिलाहरू, जनजातिहरू अथवा मधेसबाट प्रतिनिधित्वहरू मधेसबाट आउने मधेसको कुरा गर्ने, दलितले दलितको कुरा गर्ने, जनजातिले जनजातिको कुरा गर्ने, बाहुनले बाहुनको कुरा गर्ने अथवा कडालीले कडालीको कुरा गर्ने, तर देशको कुरा गर्ने बेला आइसकेको छ। हामी सम्पूर्णले कहिलेकाहीँ पार्टी र जातिभन्दा माथि उठेर कुरा गर्ने बेला आएको र मुलुकको बारेमा सोच्ने बेला आएको कुरामा सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु। यहाँ संसदमा हामी सानातिना मुद्दामा अड्केका छौँ। एउटाले अर्कोलाई दोष आरोपण गर्ने, एउटाले अर्कोलाई गाली गर्ने, एउटा पार्टीले अर्को पार्टीलाई दोष लगाउने, कांग्रेसले कांग्रेसको मात्र कुरा गर्ने, एमालेले एमालेको मात्र कुरा गर्ने, माओवादीले माओवादीको मात्र कुरा गर्ने, अन्य पार्टीले आफ्नो मात्र कुरा गर्ने, तर समग्रमा हामीले देश र जनताको कुरा कहिले गर्ने र कहाँ गर्ने भन्ने विषय आज महत्त्वपूर्ण विषय भएको बेला यसलाई एउटा व्यवस्थित रूपमा सरकारले अगाडि लाने परम्पराको विकास होस् र हामी पनि संसदमा उपस्थित हुँदा वा बाहिर हुँदा कहिलेकाहीँ जाति र पार्टी दलभन्दा माथि उठेर माथिल्लो घेरामा रहेर देशको बारेमा सोच्नु पर्दछ, सोच्ने बेला आएको छ भनेर सभामुखसँग अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, त्यति मात्र होइन, मैले केही कुराहरू अघि राखेँ। सभामुख महोदय, देशको अवस्था अहिले हामीले कल्पना गरे भन्दा बाहिर छ। हामी बजेटमाथि छलफल गरिरहेका छौँ, बजेटको आकार हामीले देखेका छौँ। अघि नै मैले भने 26 खरब भन्दा बढी ऋण लिएर देश चलाउनु पर्ने अवस्थामा अहिले हामीले अहिलेको यो बेला पनि हामी एउटा नियुक्तिका कुरामा तिनी पछि हामी अल्मलिरहेका छौँ। चाहे देशको प्रशासनिक क्षेत्रको कुरा होस्, चाहे गभर्नरको कुरा होस्, हामी विभिन्न बहानामा अल्मलिएर बस्ने अवस्था सिर्जना भएको छ। कलले भर्खरै सरकारले नीति जारी गरेको एउटा कानुनमा 7 दिनभित्र कुनै पनि कुरा पुरा नगरे कानुनी कारबाही गर्ने व्यवस्था उल्लेख गरेका छौँ, तर त्यो उजुरी कहाँ दिने र कारबाही कसले गर्ने भन्ने अहिलेसम्म उल्लेख भएन। सभामुख महोदय, नभए एउटा मान्छेले कसैले राजीनामा दिँदा राजीनामा स्वीकृत नगर्ने परम्परा 7 दिन होइन 10 दिनसम्म, यो परम्पराले के देख्छ? कानुन निर्माण गर्ने तर कार्यान्वयन नगर्ने हामी आफैभित्र भएको अवस्था सिर्जना गरेको छ। सभामुख महोदय, मैले फेरि पनि भने आज देश अलिकता आर्थिक रूपमा सङ्कट परेको बेला सम्माननीय राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सल्लाहकार नियुक्ति र त्यसलाई प्रयोग गरिने विभिन्न बहानामा राष्ट्रको सम्पत्ति दोहन गर्ने परम्परा र पद्धति छ, त्यसलाई बिस्तारै सरकारले कम गर्दै लानुपर्छ भनेर सभामुख मार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु। फेरि पनि मैले अनुरोध गरेँ, यो सल्लाहकार नियुक्तिका धारणाहरू एउटा क्राइटेरिया निर्धारण गरेर कसलाई कति चाहिने, कति दिने भनेर
तपाईको कानुन बनाएर कानुनमा उल्लेख गरेर राख्ने व्यवस्था सुरुवात होस्। जताभावी जसलाई राख्दाखेरिको परिणाम कहाँ पुग्छ देश भन्ने ध्यान नदिएको अवस्था सिर्जना भयो। देशको संसदको संख्या प्रदेशको संसदको संख्या भन्दा बढी सल्लाहकारको संख्या हुन थाल्यो। स्थानीय तहमा शुद्ध त्यस्तो भइसकेपछि हामीले आर्थिक विकास र उन्नतिका कामहरू गर्न नसकेर सम्पूर्ण बजेट आफ्ना मान्छेहरूलाई व्यवस्थित गर्नका लागि तयार गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यसैले फेरि पनि म सरकारसँग अनुरोध गर्न चाहन्छु सभामुख महोदय मार्फत यसलाई एउटा सिस्टमेटिक माध्यमबाट एउटा सिस्टमेटिक वेबाट यसलाई सभामुख मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु। यो सल्लाहकार नियुक्ति पनि एउटा प्रक्रियाबाट कानुनी रूपमा उल्लेख गरेर राख्ने व्यवस्था होस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। मैले फेरि पनि भने आखिर प्रधानमन्त्रीका सबै मन्त्रीहरू सल्लाहकार हुन्, राष्ट्रपतिको प्रधानमन्त्रीज्यू नै सल्लाहकार हो। त्यसै गरी स्थानीय लेभलमा प्रदेशमा त्यसै गरी कानुनले दिएका आफ्ना आफूले कानुनभित्र रहेका साथीहरू नै सल्लाहकार हुन्, मन्त्री परिषद नै सल्लाहकार हुन्छ। तर प्रदेशमा पनि आजै अनुरोध गर्न चाहन्छु सभामुख महोदय, प्रदेशमा कतिपय ठाउँमा प्रदेशमा 20 जना 25 जना मन्त्री नियुक्ति गर्ने। म त अनुरोध गर्न चाहन्छु सभामुख महोदय, अब हामीले अझ व्यवस्थित गर्ने हो भने प्रत्येक प्रदेशमा एउटा मुख्यमन्त्री 4 जना मन्त्री भन्दा बाहेक नराख्ने व्यवस्थाको सुरुवात गरौँ। त्यो काम यही संसदबाट सुरुवात गरौँ र सबैले एउटा बाटो यहीबाट निर्धारण गरौँ भनेर अनुरोध गर्न चाहन्छु।